एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। हामी चाहिँ आज ट्रिपमा जाँदैछौँ सबै साथीहरू मिलेर। अब तिनीहरू चाहिँ यहाँ आएको छैनन् अझै। म चाहिँ माथि पुगिसकेँ तल घरदेखि। अब आउँछन्, तिनीहरू आएपछि म देखाउँछु तपाईहरुलाई। सबैले एन्डसम्म हेरेर सपोर्ट गरिदिनु होला। थ्यांक यू। त्यो चाहिँ दुली हो। फेरा उतिर आफूले नचिन्ने एउटा हात क्या हो यस्तैबाट बनाउँछ ढिगा नुन कस्तो सेम नुन जस्तै रहेछ। कति छ चाहिँ मजा आउँथ्यो। यो नखोले सबै खोल्न आइगयो एउटै डोरनमा त कति दुईटा डोरन दुई माथि माथि डोरन दुई उड्ने आइफोन तल समातेर उड्ने यस्तो भिडियो धोको छ। यता न ढुङ्गा मात्रै छन्। यता फेरि आयो डरलाग्दो ठाउँ। कस्तो दामी। कहाँ छ क्या जाम न सबै जाम राजर माथि गयो हालेर गएन हामी किन बोल्दैन। ओ गड क्या डर लाग्दो। अच्छा खै फेरि हाल्नु त ढुङ्गै बज्ने। धुइरो पर्यो। यहाँ चाहिँ यत्रो ढुङ्गा छ डर लाग्दो। आइगे म भित्र जाने ना।
राम्रो छ नि डर लाग्दैन मन्दिरतिर मन्दिर मन्दिर हेर्नुस् गाछ मन्दिर यो मन्दिर हो होइन यो त यो जस्तै छ सिङ जस्तै देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो मन्दिर जस्तो रहेछ जाउँ गयो एकछिन मजा आनेबाट क्या नाइबाट लुक रागे पुरै हामी पनि अब यही मोबाइलबाट भ्लग स्टार्ट गरिदिएको चिसो छ देख्न सक्नुहुन्छ हात दिए यार मजा मेरी नास्की आई सोडा यार चिपो त्यसपछि म आएर मेरो लड्किन फेरि पछि के जाति पनि के डर लाग्यो उयो तार क्या यहाँ कोही आउँदाखेरि तर्छ अ गाउँठी चित्तै त्यो क्यान्डल क्या रहेछ यार अनि खतरा बाहिर पर्ने पगैसित म ढुङ्गा बजाउँछु ढुङ्गाले नट लाग्ने यहाँ माथि छोरै ढुङ्गा खाला लेफ्ट साइड खतरा छ यहाँ चाहिँ कस्तो छ यो ढुङ्गा अब हामी जान्छौँ माथि हेर्नुहोस् कस्तो राम्रो छ पसिना आएर हिँड्नै नसकिने भएको छ कि सबै यही चढ्नुमा हुनुहुन्छ सब चिउरा खान पाएन कोल्टो कत्रो यहाँ बस यहाँ बस ओके मूर्ख के भन्छ त्यसले कालिदास कालिदासको भाइ कालिदासको बाजे मजा आएन खाएर हात फुल लाने हामी चाहिँ नास्ता खाएको ठाउँबाट अगाडि नास्ता खाएको चौरबाट माथि आइसक्यौँ पुरै उकालो थियो कोही अगाडि छन् कोही पछाडि छन् यस्तो छ अब सायद 1 घन्टामा पुग्छौँ होला नि अल्ट्राले सेम टु सेम हुँदै देखाइदिन्छ नि कस्तो मधुर देखाउँछ ज्यादा लाग्छ बरु त्यसले कस्तो राम्रो निकाल्थ्यो रातामाटा सुन्नु रातामाटा त ऊ पार्यो नि ऊ यहाँ के कहाँ खोइसो होला क्वालिटी हेर न यो ढुङ्गा चाहिँ डाइनोसर जस्तै छ सेम डाइनोसर जस्तै यताबाट डाइनोसर जस्तै देखिन्छ अब कति धेरै आकारका ढुङ्गाहरू छन् यहाँ कोही कस्तो कोही कस्तो छ चाहिँ माथि आयौँ सबभन्दा माथि कति धेरै ढुङ्गाहरू छन् Every breath
ए कति धेरै तल भिड यस्तो यस्तो भिड छ यहाँ त यस्तो भिड छ यहाँ त यहाँबाट बनाउने त्यहाँ माथिबाट गराउने त्यो हुन्न यतिर कनेक्ट हुन्न म यतिबाट मर्यो साँच्चै जान्न हामी चाहिँ यहाँ पुगिसक्यौँ यहीँ हो अलि माथिबाट देखिन्छ सबै भ्यू अहिले चाहिँ अलि तलै छ तर पुगिसक्यौँ यति ढाउ भयो कि भित्रै त अनि कस्तो जान्न रहेछ र Every breath you take, every move you make, every bond you break, every step you take, I'll be watching you. Every single day. खाया हो कि खाया होइन थाहा नहुने पानी बोतलमा हालेर सजिलो विमल यता हेर्न यो त चिउरा पनि चोरी हाल्यो भट्ट त्यसले पनि जिन्दगीको बिहा बनायो तँलाई पनि रातभरि मुटिया जान्छ धुलीले जान्छ वाउ कुर्सी वाउ फेरि मात्र चासो देख्नु तपाईँ पानी मागिन्छ अलि धेरै हाल्नुपर्छ पानी यो हाल्नु यार पानी अन्त कहाँबाट आउँछ भाँडै थिएन डास्नु भयो कसैले यो चारवटालाई चाहिँ यही छ लाइफमा रमाइलो हुन्न भने ठिक छैन घर मलाई नघुम भन्छन् म त अबदेखि कहाँ घरै छाड्दैन ज्याबालाई भिडियोहरू छ भने ल म अब घुम्दै यो साथीसित घुम्नु बसिलो रहन्छ ठुला मान्छेसित घुम्नु मजा हो यार म त अहिले फैजहरू आउँछन् फैजरसित गइजाने बाबु यस्तो हुन्छ एउटा बच्चा बच्चीसित घुम्नु र ठुलासित घुम्नुमा धेरै त बच्चा हुने 1 महिना भयो मर्का हामी बच्चा सबै उस्तै बाँची थियो तिमीभन्दा सबै जेठो छ अनि के बच्चा भयो त्यस्तो होइन त्यो मजा हान्ने आउने रहेछ सबै उस्तै बाँची तिमीलाई के मजा आएन के फेरि ठुला मान्छेसित बाँची कस्तो फसँग हान्ने मजा आउँछ किया नै त म ठिक मान्दैन ठुलै ल्याउँछु म त टार्गेट भने ठुलै हित हुन्छ यार अब चाहिँ हामी सबै जाँदैछौँ तल अब चाहिँ हामी फर्किँदैछौँ त्यो चाहिँ खलङ्गा हो अलि टाढाबाट भयो तर कस्तो
राम्रो छ।